यो नौगेडीभित्र के भरिएको हुन्छ ताकि हामीले लगाउँदा नौगेडी एकदमै बलियो र सुरक्षित हुन सक्छ। हेलो साथीहरू, नमस्ते अनि स्वागत छ मेरो भिडियोमा हजुरहरूलाई। आज चाहिँ म हजुरहरूलाई नौगेडीभित्र के भरिएको हुन्छ भनेर चाहिँ देखाउन गइरहेको छु। यो नौगेडी चाहिँ हाम्रो दोकानमा 1 महिना अगाडि बनेको नौगेडी हो अनि उहाँ ग्राहकले चाहिँ भन्नुभएको थियो कि यो नौगेडी चाहिँ अलि सानो दाना भयो भनेर भन्नुभएको छ। यसलाई चाहिँ अलि ठुलो दाना बनाएर अलि ठुलो साइजमा बनाउनु पर्ने भएकोले मैले चाहिँ यो नौगेडीलाई उक्काउँदैछु। अहिले चाहिँ यसको सुनहरू निकाल्दैछु अनि चाहिँ यसलाई म फेरि गरेर अलि ठुलो साइजमा बनाउनेवाला छु। त्यही भएर हजुरहरूलाई एउटा सानो भिडियो पनि बनाएर देखाइहालौँ भनेर चाहिँ एउटा भिडियो बनाएको हो। हजुरहरूलाई यस्तै भिडियोहरू मनपर्छ भनेपछि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि मलाई सपोर्ट गरिदिनु होला। म यस्तै भिडियोहरू सधैँ ल्याउने प्रयास गरिरहेको हुन्छु।